गुड मर्निङ, राधे राधे सबैजनालाई। मेरो अर्को एउटा नयाँ भिडियोमा फेरि पनि स्वागत छ। र आज चाहिँ म जाँदैछु कतै, अब कहाँ जाँदैछु त्यो चाहिँ म देखाउँदैछु भिडियोमा। र म चाहिँ अहिले नुहाएर फ्रेस भएर आएँ, अनि नुहाएर चाहिँ फेरि सिरम लगाइहाल्ने बानी छ कि मेरो। अनि र अब चाहिँ सिरम लगाउँदैछु, अनि सिरम लगाएर अब रेडी भएर जानुपर्छ। सिरम चाहिँ फेरि नलगाइ नहुने कि, सिरम पनि लगाएर के भन्नु, एकछिनै मात्रै हो। अनि सिरम लगाएर खानापिना खाएर एकछिन रेस्ट गरेर हामी चाहिँ रेडी भयौँ। आमा यता रेडी हुनुहुन्छ, अनि यहाँ दिदी चाहिँ हामीलाई पुर्याउनको लागि निस्के कि, अनि माइजू एकजना, अनि आमा चाहिँ आउनु हुँदैछ। म चाहिँ आमालाई लिएर जाँदैछु हस्पिटल। अब हेरौँ डक्टर चाहिँ भेटिन्छ कि भेटिन्न। फेरि आज सेकेन्ड सटरडे पनि पऱ्यो। यहाँ चाहिँ दाजु छ, अनि त बाउ दादा रोकिरहेछ, अनि आमा चढ्नु हुँदैछ। हामी चाहिँ इभिनिङको टाइममा निस्केको, किनकि डक्टर पनि इभिनिङको 5 बजी नै आउँछ, त्यही भएर अलिक लेटले निस्केको। अनि त्यहाँबाट आमा चाहिँ चढ्नु भयो, अनि म पनि चढेँ। अनि यहाँ दाजु चढ्दैछ, अनि यता बाबु के बुझाउनु हुँदैछ, अब कस्तो के अब होइन, जाने बेला यस्तै हो, चिन्ता त हुन्छ आफ्नो परिवारको। त्यहाँबाट हामी चाहिँ जाँदैछौँ, अनि त्यहाँबाट जाँदाखेरिको भ्यू म देखाउँछु है तपाईँहरूलाई। र हामी चाहिँ नाहरलगन पुग्यौँ। त्यहाँबाट नाहरलगन पुग्दा हाम्रो 6:30 भइसकेको थियो। त्यहाँबाट डक्टर पनि सेकेन्ड सटरडे भएर नआउने रहेछ। र यहाँ बहिनीलाई केक ल्याइदिएको थिएँ, अनि केक खाँदैछौँ। अनि हामी चाहिँ सिधै रुममा आयौँ। अब दादा पनि छ, दादा र यहाँ आमा चिया खानु हुँदैछ। अनि त्यहाँ र मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। बिहुको सबैलाई शुभकामना छ। र आज चाहिँ हामी यसो घुम्न जाऊँ न भनेर निस्केको। त्यहाँबाट दादालाई चाहिँ भने आमालाई बोकेर लिएर आइज, मेरो प्लास्टर खोलेको थिएन किनकि डक्टर भेटिनँ। र अनि आमालाई चाहिँ दादालाई यसरी नै उठाएर लिएर आयो, डराउनु भयो लडाउँछ भनेर। र अनि हाँस्दै उरुक्कै हुनुभयो आमा चाहिँ फेरि। अनि त्यहाँबाट अनि उहाँ बहिनी पनि रेडी भइन् घुम्न जानको लागि। घुम्न भनेपछि त केटाकेटीहरू कति फुर्ती है, केटाकेटी कि हामी नै फुर्ती हुन्छौँ। त्यहाँबाट यता दादा र अनि भाइ एकजना अगाडि पस्यो, मान्छे पनि धेरै थियौँ। अनि जसो बस्यौँ अब सबैजना। अनि त्यहाँबाट त्यतिकै हामी घुम्न निस्क्यौँ। घुम्न चाहिँ कहाँ गएको भनेपछि हामी यता हारमती साइड चाहिँ यसो घुम्न जाऊँ न भनेर, भ्यू पनि छ। र यो चाहिँ निर्जुलीको लामो ब्रिज नयाँ, अस्ति धेरै दिन पनि भएको छैन। अनि त्यहाँबाट हामी चाहिँ आन्टी घर पुगेर चाहिँ बिहु पिठा खाइहाल्यौँ। त्यहाँबाट बिहु पिठा खाएर यसो बातचित गरेर हामी निस्क्यौँ। त्यहाँबाट निस्केर फेरि एकजना आन्टीको त्यता बसेको थियौँ। बाहिर चाहिँ म चाहिँ कुहिएर खाँदैछु। त्यहाँबाट हेर्नु न, हाँसहरू चाहिँ फेरि मलाई यति मनपर्छ पाल्नलाई, देखेर राम्रो लाग्यो। त्यहाँबाट फुल। अनि त्यहाँबाट हामी चाहिँ फेरि घुरेर फर्क्यौँ। यो बान्दरदेवा गेट त पास चेकिङ हुँदै थियो। त्यहाँबाट फेरि हामी घर फर्क्यौँ। र मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला।